हेलो स्टुडेन्ट्स, आजको यो भिडियोमा म तपाईलाई एउटा इन्ट्रेस्टिङ टाइपको बन्डिङ सिकाउँछु जुन स्पेशली हामीले देखिन्छ B2H6 मा डाइबोरिन कम्पाउन्ड्समा देखिन्छ र खासमा डाइबोरिन भनेको BH3 को डाइमर्स हो। यसमा एउटा स्पेशल टाइपको बन्डिङ हुन्छ। दैट बन्डिङ इज नोन एज फ्री सेन्टर टु इलेक्ट्रोन अथवा यसलाई भनिन्छ बनाना बन्डिङ। कति जनालाई थाहा छ एकचोटी मलाई कमेन्टमा लेख्नुस्, सर मलाई थाहा छ भनिदिनुस्। अब जरा यो भिडियो आउँछ खासै हेरिराख्न पर्दैन, जरा आउँदैन एकचोटी हेर्नुस्। तपाईलाई म सर्ट भिडियोमा तपाईलाई सर्ट कन्सेप्टमा तपाईलाई म बुझाउन ट्राई गर्छु। ओके, खासमा यहाँ हामीले भन्न खोजिरहेछौँ बनाना बन्डिङ। बनाना बन्डिङ भनेको खासमा बनानाको जस्तो सेप देखिन्छ बोन्डको, जसमा ओभरल्यापिङ हुन्छ एउटा हाइड्रोजन एटम र फोर्थ अर्बिटल अफ बोरोनको। बुझ्नुभयो नि। अब यसमा B2H6 हेर्यो भने यसमा के देखिन्छ भने दुईटा बोरोन छ। बोरोनको फोर्थ अर्बिटलमा के हुन्छ भने हाइब्रिडाइजेसन हुन्छ र हाइड्रोजन एउटा जुन छ त्यसमा हाइब्रिडाइजेसन, त्यसमा ओभरल्यापिङ हुन्छ। कसरी हुन्छ एकचोटी हेरौँ है त। जस्तै B2H6 भनेको कसको डाइमर हो? BH3 को डाइमर हो। भनेपछि सबसे फर्स्ट म तपाईलाई देखाउँछु BH3 मा बन्डिङ कसरी बन्छ। हामीले बनाना बन्डिङलाई के पनि भन्न सकिन्छ भने दैट इज थ्री सेन्टर टु इलेक्ट्रोन बोन्ड भन्न सकिन्छ। यसलाई पहिला यसको अर्बिटल हेरौँ है त। जस्तै एउटा बोरोन दिएको छ, अर्को बोरोन मैले यसमा राखेँ। अब यसरी राखिसकेपछि कसरी बन्छ भने यहाँ मैले हाइड्रोजन लेखिरहेको छु र यसको अर्बिटल के हुन्छ भने योसँग यसरी ओभरल्यापिङ हुन खोजिरहेछ कि यसरी ओभरल्यापिङ हुन खोजिरहेछ। मतलब यो हाइड्रोजनसँग एउटा इलेक्ट्रोन छ भनेपछि यहाँ ओभरल्यापिङ हुँदाखेरि यो बोरोनको कुनै एउटा बोरोनको फोर्थ अर्बिटलसँग के हुन्छ भने एउटा इलेक्ट्रोन बसिरहेको हुन्छ यसरी। अर्कोको त भ्याकेन्ट देखिरहेछ भनेपछि यो कन्डिसन्समा फर्मेसन के हुन्छ भने यसमा चाहिँ हामीले देखिन्छ कस्तो भने यो केसमा यसको सेप यस्तो खालको फर्मेसन भएको हुन्छ कि यसरी, र यो अर्बिटल यसरी जान्छ, यो अर्बिटल यसरी जान्छ। मतलब यो भनेको एउटा बोरोन भयो, यो अर्को बोरोन भयो, यो हाइड्रोजन देखिरहेको छ जसमा दुईटा इलेक्ट्रोन छ। मतलब यहाँ हेर्नुस् त तीनटा सेन्टर बनेको भनेन 1 2 3 थ्री सेन्टर टु इलेक्ट्रोन। अब त्यसपछि गरौँ के भने अब एक्चुअलमा B2H6 मा देखिन्छ कि खासमा हैन। B2H6 मा हेर्दाखेरि के देखिन्छ भने त्यसमा ब्रिजिङ हाइड्रोजन पनि हुन्छ, त्यसमा टर्मिनल हाइड्रोजन पनि हुन्छ। त्यसलाई एकचोटी हेरौँ। जस्तै B2H6 मा हेर्दाखेरि खासमा B2H6 मा हेर्दाखेरि मैले बोरोन बीचमा बनाएँ र यसमा हेर्दाखेरि यसको अर्बिटल चारवटा मैले यसरी लेखिरहेको छु 1 2 3 र एउटा दिएको छ यसरी 4। ठीक छ, एउटा यो मैले बनाएँ। र अर्को केसमा मैले के देखाएँ भने यसमा त हाइड्रोजन त छँदैछ एउटा, यहाँ हाइड्रोजन छ एउटा इलेक्ट्रोन योसँग छँदैछ, यहाँ पनि देखिरहेछौँ एउटा हाइड्रोजन यहाँ छँदैछ, हाइड्रोजनसँग इलेक्ट्रोन छँदैछ, यसमा पनि इलेक्ट्रोन छँदैछ एउटा। र अर्को देखिन्छ के भने यो साइडमा यो पार्ट चाहिँ खाली देखिरहेछौँ, या त एउटामा इलेक्ट्रोन एउटामा खाली छ। भनेपछि अर्को बोरोनको अर्बिटलले आएर के गर्छ भने यसमा ओभरल्यापिङ गर्न खोज्छ, तर यो बीचमा एउटा हाइड्रोजन देखिन्छ यसरी, यस्तो खालको कन्डिसन देखिन्छ जसमा यो हाइड्रोजनसँग एउटा इलेक्ट्रोन छ र यो केसमा इलेक्ट्रोन छैन, तर बोरोनको अर्बिटलसँग इलेक्ट्रोन छ यसमा, यो मैले देखाइरहेको छु। त्यसपछि अर्को स्ट्रक्चर यहाँ हामीले बनाउँछौँ। यो पार्ट त खाली भयो यसमा, भनेपछि यसमा हामीले देखाउँछौँ यसरी। यो भनेको कसको इलेक्ट्रोन भयो? यो भनेको बोरोनको इलेक्ट्रोन भयो। बोरोनको इलेक्ट्रोन मैले यता लेखेँ, यो हाइड्रोजन दिएको छ, यसमा यसरी खालको स्ट्रक्चर मैले बनाएँ। अब यो पार्ट चाहिँ खाली भयो यसको लागि र अर्को अर्बिटल यो दिएको छ यसमा। हेर्नुहोस् है, अर्को अर्बिटल यो दिएको छ भनेपछि यसमा त इलेक्ट्रोन छँदैछ 1 2, यो पार्ट 1 2 3 र 4 यसरी देखिरहेछ हामीले। अब यसलाई कम्बाइन तरिकाले हेर्ने हो भने एक्ज्याक्टली माथिको जस्तो स्ट्रक्चर बन्छ। हेर्नुहोस् है, मतलब के हुन्छ भने खासमा चाहिँ एउटा अर्बिटल खाली छ, एउटा बोरोनको एउटा अर्बिटल खाली छ, पी अर्बिटल खाली छ, अर्को बोरोनको अर्को अर्बिटल खाली छ। यो कन्डिसन्समा बन्डिङ हुन खोजिरहेछ के। सो बन्डिङ हुँदाखेरि यहाँ देखिन्छ के भने यो बीचमा बोरोन छँदैछ, यो बीचमा बोरोन छँदैछ र यसमा देखिन्छ यस्तो खालको माथिकै स्ट्रक्चर बन्ने यसरी यो जुन देखिरहेछौँ यो भनेको बनाना सेप जस्तो देखिन्छ। त्यसकारणले गर्दाखेरि यसैलाई के भनिन्छ दैट इज कल्ड बनाना बोन्ड। बुझ्नुभयो नि। मतलब यो साइडमा के बसिरहेछ हाइड्रोजन, यहाँ देखिरहेछ हाइड्रोजन र यहाँ साइडमा यसको अलरेडी देखिरहेछ, यसमा केही चलाउनै पर्दैन यसलाई, यो यसमा यसरी देखिरहेछ यसरी। भनेपछि यहाँ छ अलरेडी, यसमा हाइड्रोजनसँग इलेक्ट्रोन छँदैछ, यहाँ इलेक्ट्रोन छँदैछ, यसमा हाइड्रोजनसँग इलेक्ट्रोन छँदैछ, यसमा पनि इलेक्ट्रोन छँदैछ, यसमा पनि केही चलाउनै परेन, इलेक्ट्रोन छँदैछ, यसमा पनि इलेक्ट्रोन छँदैछ, यसमा पनि हाइड्रोजन छ, यसमा यसको इलेक्ट्रोन छँदैछ। बुझ्नुभयो नि यहाँसम्म। मतलब यहाँ पनि के देखिरहेछ भने यो साइडमा यसको हाइड्रोजन छँदैछ
एउटा इलेक्ट्रोन यसमा होला, यसको हाइड्रोजन छँदैछ, यसको एउटा इलेक्ट्रोन यसरी होला भनेपछि यो जुन देखिरहेको हुन्छौँ यसैलाई के भनिन्छ, द्याट इज कल बनाना बन्डिङ भनिन्छ। मैले भनेको बुझ्नुभयो? यो स्ट्रक्चर भनेको डाइबोरेन, दिस इज यो डाइबोरेनको स्ट्रक्चर मैले बनाइरहेको छु यसमा। अब यो डाइबोरेनको स्ट्रक्चरमा यसको बोन्ड एङ्गल पनि हामीले चेक गर्न सकिन्छ। बोन्ड एङ्गल चेक गर्दाखेरि हामीले के देखिन्छ भने यस्तो खालको स्ट्रक्चर्सहरू आउँछ र यसमा हेर्दाखेरि तपाईँले म सरस्वती एक दुईवटा लाइनिङ देखाउँछु, किनकि यसमा के देखिन्छ भने रिपल्सन बिट्विन दुईटा हाइड्रोजन न्युक्लिआईको कारणले गर्दाखेरि अर्बिटल्स अफ ब्रिज बेन्ड अवे फ्रम इच अदर on middle giving the shape of banana, that's why यसलाई के भनिन्छ, बनाना बन्डिङ भनिन्छ। अर्को तरिकाले हेर्दाखेरि delocalized orbital जुन हुन्छ यसमा bridges are drifted away from each other giving the shape of banana, यो देखिन्छ। त्यसकारणले यसमा के देखिन्छ भने बनाना बोन्ड्सको फर्मेसन भएको हुन्छ र एक्चुअलमा यसको अब ओभरअल स्ट्रक्चर हेर्दाखेरि हामीले के देखिन्छ भने यसको बोन्ड लेन्थ यो देखिन्छ, यसको बोन्ड लेन्थ यो देखिन्छ, यसको बोन्ड एङ्गल यो देखिन्छ, यसको बोन्ड एङ्गल यो देखिन्छ। मतलब यो भनेको के देखाइरहेको छु मैले, स्ट्रक्चर अफ डाइबोरेन देखाइरहेको छु। बनाना बोन्डको कसरी फर्मेसन हुन्छ बुझ्नुभयो कि भएन?